मेहन्दीलाई मैले यसलाई आजसम्म बर्थडे गिफ्ट दिन पाएको थिइनँ, बल्ल आज दिँदैछु। कति महिनापछि हो तेरो बर्थडे? भाडै दियो पर्से हो क्या सो गरिब। यसको गिफ्ट र मेरो गिफ्ट यस्तो फरक हुन्छ होइन ह्यापी बर्थडे। दिस इज भेरी बिग वान बिग वान राम्रो छ त। मैले नराम्रो त भनेको कुर्ताहरूमा राम्रो देख्छ त। के अरे कुर्तामा पनि राम्रो देख्छ, साडीमा पनि राम्रो देख्छ। मैले राम्रो छैन अरू नि हेर्न त कस्तो छ? सिमिलर टु द्याट बिफोर वान नो मलाई त यस्तो यस्तो मन पर्न थाल्यो किन हो? ह्यापी बर्थडे टु यु। सेम ह्यापी बर्थडे के सेम? मैले तँलाई दिएको थिएँ नि यस्तै बर्थडे त्याग छ ह्यापी बर्थडे डियर दुर्गा। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे। ह्यापी बर्थडे। ह्यापी बिलेटेड बर्थडे भन्नु धन्यवाद धन्यवाद यसले मलाई अहिले मात्र यसो गरे कि नत्र मलाई यति गाली गर्छ यसले, यति गाली गर्छ, यति गाली गर्छ। फाकफुक धरी भन्न भ्याउँछ। के धरी रे फाकफुक फाकफुक मैले उसमा किने अस्ति प्रोग्रामको लागि अनि यो सब मैले मसला जुसबाट किने हो औँठी 300 को सबैलाई कस्तो राम्रो त। यो त होइन उयो कलर जानेवाला हो कि होइन? मैले यस्तो वाला यति खोजेँ है, अझै यस्तो खालको आउने छ, यस्तो खालको आउने छ, यति देखाएँ कहीँ भेटिन ल। यो पनि यो त्यहीँबाट वानली 350 मसला जुस म त महँगो हुन्छ होला भनेको सस्तो पनि पाएँ मजा अनि यो प्रिटी प्रिटी रहेछ त, क्युट क्युट। यो लगाउँछु म रिङ त दामी हो। म तँलाई त यस्तो मन पर्दैन मैले सुनेको त एउटा कुरा भनौँ, खास गरी मैले तेरो लागि किने हो कि मैले तँलाई म उता महादेव विष्णु उता घर गएको थिएँ नि, उता काठमाडौँ के अरे मामा घर गएको थिएँ नि। अनि म आइनँ नि त बिचमा, आउने भनेको आइनँ, त्यति बेला लिएर गएको थिएँ कि। अनि त्यसपछि योवाला किनेको थिएँ। अनि त्यसपछि अनि अब नजाने भन्ने फिक्स भयो। अनि त्यहाँबाट उता कलेजतिर जानुपर्ने थियो। अनि जाँदाखेरि अब केही पनि थिएन कानमा, होस् लगाइदिन्छु पछि किन भनेर अनि फेरि अस्ति किनेको त आउने बेला। के अरे मैले तँलाई अस्ति नै पठाइदिएँ त 5-6वटा ए त अझै छ यार एउटा तेरो लागि भनेको, बल्ल याद आयो मलाई। त्यो बाँडेर भ्याइसकेको रुममै छ त्यतिकै एउटा त। 6वटा कि 6वटा मतलब 6वटामा एउटा त ल्याइदिएको थिइस्, एउटा रुममा छ र अर्को 4वटा बाँडेर भ्याइसलिस्। अलिअलि त आफूले पनि लाग्यो। कस्तो मलाई त गर्मी भयो यार, ज्वरो आउला जस्तो भएको। त जाने होला के अरे अर्को सोमबार आइतबार। म त सक्दिनँ यस्तो गर्मी सहन त। यो ताइना त्यो कस्तो नराम्रो गर्मी छ कि फेरि त गर्मीको नि त्यो तरिका हुँदो रहेछ होइन। गर्मी पनि यहाँ बसिरहनु भयो तातो हावा चल्ने होइन, हावा पनि हावा चल्दै नचल्ने, चल्यो भने तातो हावा चल्ने। अनि गुनगुन गर्मी छि। तेरो घरतिर त्यस्तो यहाँ त म त खासै लाग्दैन। तर हो यार, पहिला हामी त दमली बस्दाखेरि मलाई यस्तो गर्मी कहिल्यै फिल भएको थिएन नि। उता माथि गइसकेपछि त कस्तो गर्मी उसमा परेर होला क्या, जङ्गल मुनि परेर त शीतल हावा होइन। त्यो जङ्गल मुनि भएर हो कि के हो, झनै गर्मी नराम्रो गर्मी छ। मलाई त मनै पर्दैन, त्यही भएर घर बेच्नु भनेको बिग्रिने भएन। त्यहाँको घरमा बेच्नु पर्ने हो क्या, त्यही भएन अब दिमाग फुस्केसी क्यार्ने। कसले मम्मीहरूले बेच्ने दाई हो, दाई मेरो त किनभने घरमा स्कुल नजिक भएर त्यो मेन चाहिँ के भयो त्यति बेला भन्दा भित्रपट्टि भयो क्या। भित्रपट्टि होइन, भित्र कस्तो दमलीको सेन्टर हो नि त्यो त छ त, तर गल्लीभित्र त यस्तो कार सार सबै पार्किङ गर्न मिल्ने छ नि त। हुन त नहुने त होइन नि त, मजाले जान मिल्छ होइन। त्यो अब बाहिर बजार भनेर त्यो रोडकै बिचमा पनि छैन,
ठ्याक्क मिडमा थियो नि त एकदम बेस्ट ठाउँमा थियो अनि के भयो भन्दा हाम्रो घर 3 तल्लेको होइन अनि पछाडि पछाडि 7 तल्ला 8 तल्लाको के हाम्रो घरको ठ्याक्क पछाडि यत्रो सक्सुसहरू कति अग्लो थियो हेर्न अनि यतापट्टि साइड हाम्रो घरको साइड पनि कति अग्लो अनि त्यसपछि अनि सानो भएको टुक्रुक्क परेको अनि भोलि गएर भैँचाला सेचाला आएर केही भइहाल्यो फाटाफुट्टा भयो नि अनि त्यहाँ त्यसले गर्दाखेरि हाम्रो घरमा पेलिन्छ यताउता भनी सोच्न थालेछन् घरका ए प्रभु दङ्ग पर्छु म त के सोचे पहिला 2 थियो भुइँचालो आउँदाखेरि भुइँचालो 3 अनि त्यस्तै भएर बेचे ठिकै छ माथि नि तर जाडोमा त जाडो हुन्छ होला त कहाँ माथि यहाँ यस्तो हो कि त 3 मा बस्छस् नि त त्यही भएर तँलाई गर्मी भएको तल होइन तल बस्दा नि गर्मी हुने कि मलाई त मलाई टाउको दुखाउँछ कि मलाई गर्मी सहन सक्दिनँ कोठामा बस्छस् त त्यो भन्ने अब त गर्मी हुन्छ कि म त कस्तो म सहन सक्दिनँ कोठामा बस्दा म सक्दिनँ सहन भनेपछि बुझ्न यस्तो हो कि त दमलिया बसी छैन सहिले लेटली अनि त्यही भएर तँलाई त्यस्तो भयो नत्र त पहिला त उता सरेदेखि त अस्ति दमली मोर के मान्छे यस्तो भन्छस् गर्दैन तब के गर्ने त गर्मी छ त छ तर हाम्रो दाइ त जति दियो भने पनि यहाँबाट सर अस्ति आउँदाखेरि दमलीबाट कहीँ जाने घर पनि बेच्ने होइन कतै जाने होइन कराइसक्नु किन कहाँ जाने सोच्नु भएको र अब म बाहिर अथवा काठमाडौँ नै गयो भने घरमा त अनि के अरे दिदीले पनि त्यहाँको छोडेर काठमाडौँ आउनु म छोडेर भन्दा नबिचिकन ए ओके कुरा तर दाइले जस्तो भन्नुभएको छैन छोड्ने नै होइन भन्नु किन हो र नछोड्ने दाइलाई मनपर्छ क्या ए हामी त छोड्ने भन्छ भन्नुहुन्छ हाम्रो त दाइ मम्मी बाबा मम्मी हो चाहिँ मेरो त बाबा त छोड्न सक्नुहुन्न दमली जे भयो बाबाको त अब सबै नै भयो नि त अनि बाहिर हिँड्ने कि सबैले चिन्ने यताउता सजिलो नै भयो होइन फाटाफुट्टा फेरि दाइको बाहिर गयो भने साथीहरू नै छैन सब साथीहरू यहीँ हो तेरो दाइको अनि त्यही भएर पनि मम्मी र म मान्दैन दाइ नमान्ने भएपछि सकिहाल्यो यस्तो घरका ठुलाले मान्छे साना त बाबा पनि आजकल दाइको त दाइको कुरा भएपछि